बाउ र म चाहिँ अब रेडी भएको यहाँ घाँसमाथि बारी डुल्नु गएको हालिदिउँ। बाउले हँस्याउँदै दिनुहुँदैछ। बाउ र मेरो त्यहाँदेखि भिडियो हाल्नुपर्छ कि अरूले हेर्छ नि। भयो लाठी बोक्नु जाउँ। अब गएको हामी चाहिँ बारी डुल्नु घाँस लिनु। हामी चाहिँ माथि आइपुगे। यहाँ टावर भएको पुग्नु आँट्यो। बाउ र म दुईजना। बिस्तारै नै बाउ। यहाँ चाहिँ गुम्बा छ। हाम्रो बाउले दिनुभएको है बाउ जग्गा गुम्बा पहिल्यै। त्यसै दिएको नि बाउ। सबै हाम्रै हो। योहरू सबै हाम्रै हो बाउको। यहाँनिर चाहिँ टावर छ भोडाफोनको। बाउको पेन्सन आउने जग्गा। यो सबै हाम्रै हो। गुराँस पनि फुल्नु थालेछ। ऊ माथि ऊ फुलेछ आउनु चाहिँ घरमा। आगुन अब अर्को पालि काट्नु रहेछ यसको चाहिँ। यो एरियाको सबै हाम्रै हो यतादेखिको। यहाँ बाउ यहाँ माथि हो। यहाँनिर चाहिँ हाम्रो बारी। बाउ यो रुखहरू कसले रोपेको? तपाईँले रोपेको? बाजेले रोपेको पनि छ होला नि पहिला? कहाँ? यहाँ आम्मा यहाँ पनि सबै मकै छर्थ्यो अरे। सेट अहिले त कता जङ्गल भएको छ है। ढाड लड्छ बिस्तारी बाउ। बाउ यहाँ काटेको छ नि त होइन बाउ? हेर्नु आएको बाउ यहाँ। वाइल्ड मोन्स्टेरेला के अरे यहाँ छ है। आमा कति लाने भाइ कस्तो खालको भेराइटी हो नि। छनु चाहिँ छ वाइल्ड नै हो पुरै। लड्छ बाउ। बाउ अघि काट हेरिसक्यो त होइन? अब के हेर्नु आएको अरे त? हिँड सबै हाम्रै हो नि त। ए बाँसहरू यो बाटो यताको चाहिँ हामी बाउ चाहिँ फेरि बाँस हेर्नु आउनु भएको यहाँ। हाम्रो चाहिँ यो बाटो देख्नु होला है बाउ। बाटो देख्नु होला तल गुम्पादेखि रोड। त्यहाँदेखि सिधै तेर्सो आएर हाम्रो घरको उतापट्टिसम्म बारी चाहिँ ठुलो छ बाउको। बारी हेर्दै छ बाउ। कति 82 पुगेन बाउ? 82 हजुर कति छ अब अहिले? कति हो? 81 81 सक्नु आँट्यो नि।
एक्कासी सक्नु आँट्यो अरे भनेपछि अब बाउ 82 को हुनु आँट्नु भयो। पहिलाको बाटो हेर्नु आएकै बारी बाउ हजुर म छु नि यहाँ पछाडि पक्रिहाल्छु बाउलाई। ल अब चाहिँ एकछिन बिस्तारै हिँड्नु माथि यो चिप्लिन्छ बाँसको खपेटामा एकछिन उठ्नु नि बिस्तारै म छु पछाडि त्यो लट्ठीको भर छैन रुख दाउरा रहेछ दाउरा रोड निक्ल्यो अब चाहिँ यहाँनिर चाहिँ यो चाहिँ बडाखोप साइड हो। ऊ माथि माथि चाहिँ वर्षे यो पछाडि पर्यो यो मुनुम तारेभिरहरू यता हामी चाहिँ यता दुधोकमा ऊ माथि चाहिँ वृन्दावन बनिँदैछ। बाउलाई जाउँ भनेको मानेन एकदमै गुराँस फुल्यो त हाम्रोतिर होइन कम त छैन त गुराँस फुलेको योपालि त यहाँ नि डल्लै फुलेछ। तल हाम्रो घरमा पनि फुलेको छ गुम्पाको माथि पनि फुलेछ एट 2 इयर्स पुग्नु भएको। हाम्रो माथिल्लो घरमा चाहिँ मटरहरू पनि फलिसकेको छ है। ल यहाँ आलु पहेँलो भइसकेको छ त पातहरू मटर आलु बाजेहरूको घरमा अर्किड हेर्नै यो चाहिँ दामी कलर यसको चाहिँ निकै रहेछ यहाँ कलर कम त मजाको छैन त यो त आम्मा अन्त एउटै भेराइटीको सब फुलिरहेछ। हाम्रो बाउको साथी उतला पहिला काठको गाडी कुदाउँछ नि डबमा उसको आमा बाउ र म चाहिँ गएको पनि अब असले गएको थिएँ। दुईवटा भेडा मात्रै छ पुगिहाल्छ यतिले। हामी बाउको लन्च खोले थाक्यो बाउ थाक्यो कम्ती ल बस्छ नि म तल गएको। बाउले खुट्टा पनि धोइसक्यो अलिकति तान्नु नि अर्को खुट्टाले रात परे अब